यहाँहरूको प्रतीक्षाको घडी समाप्त भइसकेको छ। हामीले राष्ट्रिय स्वतन्त्र पार्टीमा म प्रवेश गरिसकेको छु र ललितपुर क्षेत्र नम्बर 2 मा आफूले उम्मेदवारी दिएको जानकारी पनि गराउन चाहन्छु र ललितपुरका तीनवटै क्षेत्र 1 नम्बर 2 नम्बर र 3 नम्बरले घण्टीमय बन्ने छ र विजय हुनेछ भन्ने पनि यहाँहरूलाई म जानकारी गराउन चाहन्छु र अबको समयमा यो देशमा यहाँहरूलाई जानकारी गराउँ, अबको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा एकलौटी सरकार बन्नेछ र हामीले मुलुकमा परिवर्तन गर्नेछौँ र यो परिवर्तनको एउटा उद्घोष आज म अन्तिम पटक यहाँ आएर चाहिँ नि यो निर्वाचनमा मनोनयनको दिन यहाँहरूलाई जानकारी गराउँदैछु। हामी अब यो देशलाई परिवर्तनको बाटोमा अगाडि बढाउँदैछौँ। यसमा तपाईँहरूको साथ रहन्छ भन्ने मलाई लागेको छ र आज म स्पष्ट पार्न चाहन्छु यहाँहरूलाई, क्षेत्र नम्बर 1 बाट अब ललितपुरमा हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बुद्धरत्न महर्जनले विजय हासिल गर्दै हुनुहुन्छ। यो मेरो बाचा हो। ललितपुर क्षेत्र नम्बर 1 मा म आज यहाँहरूलाई बाचा गर्न चाहन्छु। 2 र 3 मा के हुन्छ त्यो हेर्दै जानु होला, तर ललितपुर क्षेत्र नम्बर 1 मा बुद्धरत्न महर्जन अब विजय हुँदै हुनुहुन्छ र त्यसको लागि साथ दिनको लागि म अनुरोध गर्दछु। अब 2 र 3 को त कुरै रहेन, हामीले ललितपुरलाई नीलो क्रान्ति युक्त जिल्ला बनाएर हामी देश र जनताको सेवामा समर्पित हुनेछौँ र म आज बुद्धजी लगायतको हाम्रो ललितपुरमा रहनुभएका सम्पूर्ण घण्टी प्रेमी दाजुभाइ दिदीबहिनीहरूलाई अब ललितपुरमा नीलो क्रान्तिको सुरुवात भयो। अन्तत तपाईँ पनि अवसरवादी निस्किनु भयो नि त? 1-2 जना जानुभएको छ होइन, अन्तत तपाईँ पनि अवसरवादी हुनुभयो भन्ने हजुर तपाईँ पनि अवसरवादीमा आउनुभयो भन्ने कुरा गरे क्या मन्त्रीज्यू। यसो गरौँ न, सुन्नुहोस् न, अब चुनाव सफल बनाउन लागौँ। ऐतिहासिक रूपमा निर्वाचन सम्पन्न हुँदैछ र ऐतिहासिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक जित्दैछ। यसको लागि सहयोग सद्भाव राख्न अनुरोध गर्दै बिदा हुन्छु। धेरै धन्यवाद। रासोपा समर्थक संसारभरि रहनुभएका नेपालीहरूप्रति जुन किसिमको सञ्चार पुर्याउने तपाईँहरूले प्रयास गरिराख्नु भएको छ, यो रासोपा र रासोपा केही नेता निर्माणको लागि होइन साथीहरू। यो देश निर्माण, यो देश अबको निर्वाचन इतिहासमा भएका निर्वाचन र भविष्यमा हुने निर्वाचनभन्दा यो निर्वाचन अत्यन्तै फरक छ। यो तपाईँहरूले बुझेर नै तपाईँहरूले यो किसिमबाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरेक कार्यक्रमहरूलाई तपाईँहरूले संसारभरि पुर्याउने कोसिस गरिराख्नु भएको छ। म यसमा नतमस्तक छु तपाईँहरूसँग। यसपटक संयोगले म पनि काठमाडौँ क्षेत्र नम्बर 9 बाट उम्मेदवारी घोषणा गरेको छु। म आज नै आफ्नो अफिसियल्ली यहाँका पार्टीबाट देशभरिका नेताहरूलाई टिकटका कामहरू सम्पन्न गरिसके पछाडि करिब 1 बजे चन्द्रगिरीमा मेरो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्न जाँदैछु। मेरो अब यो राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्लो पटकको बालेन्द्र शाहजी, आदरणीय पार्टी सभापति रवि लामी छानेजी लगायतको एउटा संयुक्त रूपमा चाहिँ यी फेसहरूलाई जनताले एउटा आशा र विश्वास, एउटा भरोसा गरेको फेसहरूलाई अगाडि लिएर जाने, सँगै लिएर जाने कुरामा पक्कै पनि पूर्व मन्त्री जगदीश खरेलको पनि त्यसमा महत्त्वपूर्ण भूमिका छ। म यसको लागि यहाँलाई धन्यवाद दिन चाहन्छु र यहाँलाई मैले ललितपुर क्षेत्र नम्बर 2 को टिकट उपलब्ध गराउँदै गर्दा ललितपुर क्षेत्र नम्बर 1 मा हाम्रो जिल्ला सभापति बुद्धरत्न महर्जन र ललितपुर क्षेत्र नम्बर 3 मा हाम्रो पूर्व राज्य मन्त्री तोसीमा कार्कीजीलाई हामीले टिकट दिएको छ पार्टीले। त्यस कारणले उहाँहरूलाई तीनैजनालाई ललितपुर जिल्लाका सबै मतदाता आमा बुबा दाजुभाइ दिदीबहिनीहरूबाट उहाँहरूलाई निर्वाचित गराएर, त्यो निर्वाचित भनेको एउटा व्यक्ति र कोही एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी बाहाको निर्वाचित भएर उसले जित्ने जित होइन। यो देश परिवर्तनका लागि अबको निर्वाचन भनेको चाहिँ यो फागुन 21 को निर्वाचन भनेको यो राष्ट्रियता जनजीविकाको विषयमा महत्त्वपूर्ण भूमिका खेल्ने, देश समृद्धितर्फ अगाडि बढ्ने एउटा निर्वाचन हो। यदि यो निर्वाचन सही तरिकाबाट सम्पन्न हुन सकेन, नयाँ शक्तिले रासोपाले बहुमत ल्याउन सकेन भन्ने यो देशको भविष्य के हुन्छ भन्ने अब ठुलो प्रश्न चिन्ह छ। त्यस कारणले यो विषयलाई मध्यनजर गरेर मलाई आशा छ देशैभरिका मतदाताले, संसारभरि रहनुहुने नेपालीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी घण्टीबाग चुनाव चिन्ह लिएर जानुहुने तमाम हाम्रा उम्मेदवारहरूलाई निर्वाचित गराउनु नै छ
त्यसै गरी समानुपातिकतर्फ देशैभरिबाट 165 नै निर्वाचन क्षेत्र नेपालभरिबाट घन्टी चुनाव चिन्हमा मतदान गर्नुहुनेछ र यो परिवर्तनको पक्षमा एकपटक नेपालीले योगदान गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौँ। त्यही सौभाग्य स्वरूप हामीले जगदीशजीलाई पनि प्राप्त गरेका छौँ। यहाँलाई म धेरै धेरै स्वागत गर्न चाहन्छु र शुभकामना दिन चाहन्छु। हस् धेरै धन्यवाद छ।